हेलो साथीहरू, गुड मर्निङ, नमस्कार। आजको यस शुभ बिहानीमा यहाँहरूलाई स्वागत छ। मैले चाहिँ हिजो एउटा सानो भिडियो बनाएर फेसबुकमा पोस्ट गरेको थिएँ। हाम्रो चाहिँ यहाँ अलिकति मैजारो गर्न बाँकी थियो। फाइनल्ली अहिले चाहिँ मैजारो भइसकेको छ र मैजारो भइसके पश्चात चाहिँ हामीले रोपेका धानहरू चाहिँ यस्तो देखिएका छन्। तपाईहरुले हेर्न सक्नुहुन्छ। यहाँदेखि उँधो चाहिँ जम्मै जङ्गल छ। हामीले चाहिँ लगभग यो घरदेखि मुनि यति मात्र हामीले रोप्ने गर्छौं। 5 वर्ष जति भयो हामीले यति मात्र रोप्न थालेको चाहिँ। यहाँदेखि उँधो चाहिँ जम्मै एभोकाडका बिरुवाहरू साथै कफीका बिरुवाहरू देख्न सक्नुहुन्छ हजुरहरूले। एभोकाड चाहिँ फलिसकेका छैनन्। त्यहाँ एउटा दुईटा बोटमा चाहिँ फलेको पनि देख्न सक्नुहुन्छ। ल हेर्नुहोस् साथीहरू, हाम्रो चाहिँ फाइनल्ली रोपाइ सकिएको स्थिति छ। अब यहाँबाट उँधोतिर जाउँ। ककसको रोपाइ चाहिँ नि सिद्धियो। अब यतातिर जङ्गल छ। जङ्गलदेखि उतापट्टि हाम्रो गोरीहरूको काकाको हिजो मैजारो भएको भन्ने सुन्नमा आएको छ। त्यहाँको चाहिँ भिडियो अलिकति देखिँदैन, जङ्गलले छेकिन्छ। अनि हाम्रो चाहिँ विशेष गरी ठ्याक्क इन्डिङ पोइन्ट भनेको चाहिँ यहाँसम्म मात्र हो धान रोप्ने। यो सायद यो वर्ष चाहिँ हामीले यहाँनिर धान रोप्यौँ। अब सायद अर्को साल अर्को वर्षतिर चाहिँ हामी सायद रोप्दैनौँ होला। किन भन्दाखेरि यहाँ धान रोप्नको लागि विविध समस्याहरू छन्। गाउँमा मानिसहरू गाउँबाट बसाइ सरेर तराई झर्ने, सहर बजारतिर झर्ने प्रचलन एकदमै मौलाएको छ पछिल्लो समय। त्यसको बावजुद पनि जेनतेन दुःख सुख हामीले चाहिँ नि यति रोप्न सफल भयौँ, यति रोपाइ गर्न सफल भयौँ। अब पहिला हामीले यहाँदेखि यो उँधो देखिएको जङ्गलहरू ठ्याक्कै छैन। अहिले त्यो तलसम्म लगभग 55 देखि लिएर 60 पाथीको बिउ हामीले रोप्ने गर्थ्यौँ 5 वर्ष अगाडिसम्म। अहिले यी खेतीयोग्य जमिनहरू चाहिँ हामीले धान र मकै खेती गर्न छोडेको ठ्याक्कै 5 वर्ष भयो। यो उँधो देख्न सक्नुहुन्छ हजुरहरूले। आज चाहिँ म यहाँ बिहानको समय अलिकति फुर्सदको समय निकालेर यहाँ आफ्नो खेतबारीहरू घुम्न आएको छु। यो तल देखिएको घर छ जुन, त्यो घर मास्तिरसम्म हामीले मकै खेती, धान खेती गर्थ्यौँ कुनै समय। अहिले यी जमिनहरू सबै चाहिँ जङ्गल भएको छन्। काहीँ उतिसका बिरुवाहरू छन्, काहीँ एभोकाडका बिरुवाहरू छन्, काहीँ सन्तोला, काहीँ कफी यस्ता बिरुवाहरू छन्, काहीँ अम्बकका बिरुवाहरू छन्। अब यो पहाडमा मानिसहरूले चाहिँ बिस्तारै बिस्तारै खेती छोड्दै आएका छन्। मकै खेती छोड्नुको कारण चाहिँ विशेष गरी बाँदर आतङ्क, अनि धान खेती छोड्नुको कारण गाउँमा जनको अभाव, अनि एक त सिँचाइको लागि एउटा व्यवस्थित पुलोको अभाव। यी दुई कारणले गर्दाखेरि मानिसहरूले खेतीहरू चाहिँ अहिले बिस्तारै छोड्दै गइरहेछन्। अराजे छाना 4-5 दिन कता हिँड्नु भएको? ए हिजो धन्न ल्याइदिएछ नि, पर पुऱ्याइदिएछ नि चामल त। खबर आयो बेलुका? मैले फोन गरेको थिएँ नि जेनिटलाई। जेनिट खोइ त। ए
ल हाम्रो चाहिँ आज गाउँघर यस्तो छ। अब यो चाहिँ हाम्रो हाइवे। यहाँ चाहिँ हाम्रो मोटरसाइकल र ट्र्याक्टर चाहिँ कुद्छ, बस चाहिँ कुद्दैन। बस कुद्ने बाटो चाहिँ अलिकति माथि छ, हाइवे थोरै माथि। घाँस कति छन्, कति पशुपालन गर्ने बाख्रा पालन गर्ने हो भने घाँस प्रशस्त छन् यहाँनिर। अहिले म यतातिर नझरेको पनि निकै दिन भइसकेको थियो, अनि आज समय मिलाएर अहिलेको बिहान चाहिँ झरौँ भन्ने हिसाबले म यहाँनिर झरे हो। हाम्रो यहाँ तलतिर घरमा के गर्दै हुनुहुन्छ हेर्न पर्यो। छानो लगाएको घर चाहिँ सायद यही मात्रै छ, अब एक मात्र घर। यहाँ प्रायः जस्तो खरको छानो हटिसकेर जस्ता पाताको छानो सबैले लगाइसक्नु भएको छ। यो एउटै घर मात्र छ खरको छानो भएको, एकदम पुरानो अर्ग्यानिक घर। घरमा सायद कोही पनि हुनुहुन्न रहेछ क्या, के को बिरुवा रहेछ यो, त्यसको बिरुवा ल्याएर रोप्नु भएको रहेछ यहाँ दाइले। ए बडेमा के छ खबर खाबर? ए सन्चै हुनुहुन्छ? ए आज कसको? ए बुवा जानु भएको छ। ल म यसो डुल्दै डुल्दै हिँडेँ क्या, यहाँ तलसम्म पुगेर फर्किनु पर्यो। ल पारिपट्टि चाहिँ हुस्से लागेको छैन। मेरो चाहिँ मैले जोडी ढुकुर देखेँ, यो घरको माथि चाहिँ धुरीमा जोडी ढुकुर। हेर्नुहोस् कस्तो मजाले एक आपसमा प्रेम गर्दैछन्। के कुरा गर्दै होला नि यिनीहरू, के बातचित गर्दै होला? ल हेर्नुहोस्, एउटा ढुकुर अगाडि अगाडि हिँडिरहेको छ, अर्को पछाडि पछाडि। अगाडि भएको ढुकुरले पछाडि हेर्दै पछाडिको ढुकुरलाई केही भनिरहे जस्तो लाग्छ। यो घर चाहिँ हाम्रो रबिना लिम्बू, सबिना लिम्बू, डिप्लप लिम्बूको घर। यो घर चाहिँ खाली छ अहिले। उहाँहरू सबै धरानतिर बस्नुहुन्छ। यहाँ हाम्रो बडाउ बडेमा पनि धरानतिरै हुनुहुन्छ। यता हाम्रो तलतिर यो सुजन लिम्बूको घर। सुजन लिम्बू पनि बाहिर विदेशतिरै छ। के छ काकी खबर खाबर? खानपिन पाक्दैछ? ए रोपाइ थाल्नुभयो? ए सोमबारबाट? म यसो तलतिर घुम्दै हिँडेको। ल यो चाहिँ हाम्रो तोर्न लिम्बू दाईको रोपाई यति भइसक्यो रहेछ। ऊ तल उहाँको छोरो नुनिङ खेतमा के काम गर्दैछ?
के छ भाइ? खेतीपातीमा व्यस्त हो एकदम? तँलाई पनि यसो भाइरल बनाइदिनु पर्यो यार। तँ लास्टै धेरै काम गर्छ अरे नि त यहाँनिर। त्यो भनेर सुन्नमा आएको छ त सञ्चार माध्यममा। यो कुरा सत्य हो? हो? यो सबै चाहिँ तैँले जोत्या हो? ए आज त भ्याइने रहेछ है क्या हो? तर पानी त प्रशस्त रहेछ नि त। ल हाम्रो चाहिँ तोर्न दाइको चाहिँ यति कम्प्लिट भइसकेको रहेछ। अब यति बाँकी रहेछ। यति यहाँदेखि यता यति लगभग बाँकी छ। आज र भोलिमा 2 दिनमा उहाँको पनि कम्प्लिट हुने रहेछ। अनि त्यसपछि त्यहाँ पल्लो पाटा हो त्यो आँपको रुखदेखि उतापट्टि हाम्रो देविन दाईहरूको पनि अलिकति बाँकी छ। त्यहाँ सायद अब 1-2 दिनमा सुरुवात गर्छन् होला। यहाँ हाम्रो देख्न सक्नुहुन्छ माथि त्यहाँ माथि को घाँस काट्दैछ। को घाँस सुनिता बहिनी चाहिँ मकैको घाँस काट्दै रहेछन्। ल यस्तै छ हाम्रो गाउँघर। यहाँदेखि उँधो चाहिँ घर छैन। यहाँदेखि उँधो चाहिँ ठुलो घना जङ्गल छ। जुन जङ्गलमा यदि पसियो भने गएर फर्केर आउने बाटो छैन। त्यताको त्यतै हराइन्छ। ल आजको मेरो भ्लग चाहिँ यहीँबाट अन्त्य गर्दै सबैजनासँग बिदा माग्न चाहन्छु। हजुरहरूलाई भ्लग के कस्तो लाग्यो? मैले जानी नजानी चाहिँ नि बनाएको भ्लग यसो हेरिदिएर एउटा लाइक कमेन्ट गरिदिएर हजुरहरूले सहयोग गर्नु होला।